हेलो सम्माननीय सभामुख महोदय, सर्वप्रथम नेपालको लोकतान्त्रिक आन्दोलन, राष्ट्रियताको आन्दोलन र सामाजिक परिवर्तन लगायतका सबै आन्दोलनहरूमा शहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली एवं श्रद्धाभाव प्रकट गर्दछु। हामीले यस गरिमामय सदनमा आजबाट नयाँ सभामुख प्राप्त गरेका छौँ। सम्माननीय सभामुखज्यूलाई हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट, स्वयं मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु र यो सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। मलाई विश्वास छ सम्माननीय सभामुखज्यूले एउटा अभिभावकीय भूमिका यो सदनमा खेल्नुहुनेछ र यो सदनलाई असाध्यै गरिमामय बनाउने र राष्ट्रको हितमा केन्द्रित गर्ने कुरामा सभामुखज्यूको नेतृत्वदायी र अभिभावकीय भूमिका हुनेछ भन्ने कुरा म विश्वास व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, म आज यस सदनमा मलाई मेरा बजाङवासी आमा बुबा दिदीबहिनी दाजुभाइहरूले स्नेह, माया, विश्वास र भरोसा प्रकट गरेर पठाउनु भएको छ। म यस गरिमामय सदनमा मेरा भगवान रूपी न्यायप्रेमी बजाङवासी आमा बुबा दिदीबहिनी दाजुभाइहरूलाई सम्झिन चाहन्छु। म सम्मान व्यक्त गर्न चाहन्छु र धेरै धेरै आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु र म प्रण गर्न चाहन्छु कि उहाँहरूले जुन म प्रतिको आशा, विश्वास र भरोसा प्रकट गर्नुभएको छ, शहीदहरूलाई सम्झिँदै यो गरिमामय सदनमा उहाँहरूको त्यो विश्वास र भरोसालाई, आशाको दियोलाई निम्न नदिने प्रण गर्दै म सम्माननीय सभामुख महोदय, म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सरकारले बडो गैर कानुनी र गैर न्यायिक ढङ्गले पक्राउ गरेको छ। यो पक्राउ नेपालको संविधानको मौलिक हक भाग 3 को मौलिक हक अन्तर्गत रहेको धारा 16, 17, 18 को विरुद्धमा त छँदै नै छ। त्यो सँगसँगै संयुक्त राष्ट्रसङ्घको मानवाधिकार घोषणापत्र 1948 को धारा 9 र 10 को विपरीत पनि छ। त्यसो भएको हुनाले म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि अविलम्ब यो प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गरियोस् र अविलम्ब पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाईको म बिना शर्त रिहाईको माग गर्दछु र म भन्न चाहन्छु कि यस प्रकारको पूर्वाग्रह र प्रतिशोधको राजनीति बन्द गरिनुपर्दछ। पूर्वाग्रह प्रतिशोधको राजनीति लोकतन्त्रको शत्रु हुन्। लोकतन्त्रमा यसको कुनै पनि स्थान हुँदैन। जननेता मदन भण्डारले भन्नुभएको उदाहरण म यहाँ स्पष्ट पार्न चाहन्छु कि लोकतन्त्रलाई बलियो बनाउने हो भने, सुदृढ बनाउने हो भने पूर्वाग्रह र प्रतिशोधको कुनै पनि स्थान हुँदैन। त्यसकारण हामीले कानुनी राज्यको विधिको शासनको स्थापना गर्नका निमित्त पनि ड्यु प्रोसेस अफ ललाई फलो गर्दै कुनै पनि नागरिकलाई त्यो खालको समान व्यवहार गर्न सक्नुपर्दछ भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु र सँगसँगै म एउटा स्मरण गराउन चाहन्छु, यदि पूर्व प्रमुखहरूलाई, सरकार प्रमुखहरूलाई, प्रधानमन्त्री, गृहमन्त्री जस्ता व्यक्तित्वहरूलाई आग्रह र पूर्वाग्रहका आधारमा प्रतिशोध शान्ति गरी हामीले पक्राउ गर्ने हो भने म स्मरण गराउन चाहन्छु, डोको सुरक्षित राख्नुहोला, तपाईहरू पनि पूर्व हुने हो भन्ने कुरा म तपाईहरूका बिचमा राख्न चाहन्छु। तेस्रो कुरा, सम्माननीय सभामुख महोदय, विद्यार्थी सरकारले भर्खरै सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुँदा नम्बर 86 मा विद्यार्थी सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने, खारेज गर्ने जुन प्रकारको निर्णय गरेको छ, यसमा म यो सदनको सम्माननीय सभामुख महोदय मार्फत म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनका, लोकतान्त्रिक व्यवस्थाका मूल मर्म हुन्, आत्मा हुन्। यसलाई चलाउने, जिस्काउने काम, अरिङ्गालको गोलोमा हात हाल्ने काम सरकारले नगरोस्। म अनुरोध गर्न चाहन्छु, म विनम्रतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु कि नेपालको संविधानको मौलिक हक अन्तर्गत पर्ने धारा 16, 17, 18 ले पनि सङ्घ सङ्गठन खोल्ने विचारको अभिव्यक्तिको ग्यारेन्टी गरेको छ भने अर्कातिर अन्तर्राष्ट्रिय विद्यार्थी हामीले अभ्यासलाई हेर्ने हो भने पनि चीनमा हेर्ने हो भने चीनमा पनि विद्यार्थी सङ्गठन छ। चीनमा तपाईँहरूलाई हुन त चीनका बारेमा यो सरकार त्यति सकारात्मक छैन, त्यति सुन्न चाहँदैन होला, तर पनि मैले चीनमा कम्युनिस्ट पार्टी 1921 मा स्थापना हुँदा त्यहाँको विद्यार्थी कम्युनिस्ट युथ लिग अफ चाइना 1922 मा स्थापित भएको थियो र 7 करोड 36 लाख सदस्य रहेको त्यहाँ पनि युवा विद्यार्थी सङ्गठन छ। त्यसै गरी इन्डिया, अमेरिका, बेलायतको कुरा गर्नुहुन्छ भने इन्डियामा पनि अहिले पनि बिजेपीको त्यहाँको सत्तारूढ पार्टीको अखिल भारतीय विद्यार्थी परिषद जो 1949 मा स्थापना भएको थियो, अहिले पनि त्यहाँका सबै कलेज विश्वविद्यालयहरूमा त्यहाँ चाहिँ विद्यार्थी सङ्गठन छ र त्यो चाहिँ कमिटी छ। त्यसै गरी अमेरिकामा पनि काङ्ग्रेस आएको पनि त्यसै गरी
मान्यले समय छुट्याउनु होला। 1854 स्थापित भएको रिपब्लिकन पार्टीको पनि कलेज रिपब्लिकन अफ अमेरिका 1892 स्थापित भएको विद्यार्थी सङ्गठन रहेको छ र त्यसले पनि कलेज विश्वविद्यालय सबै ठाउँमा सङ्गठन निर्माण गर्दै विद्यार्थी समुदायको हकितका पक्षमा लागिरहेको छ। त्यसै गरी तपाईँको डेमोक्रेटिक पार्टीको पनि जो 1828 स्थापित भएको थियो त्यसको पनि कलेज डेमोक्रेटिक मान्यको समय सकिएको छ। धन्यवाद।